हाई एभ्रिवान वेलकम टु माई अनदर ब्लग। फेरि पनि यहाँहरूलाई मेरो अर्को ब्लगमा स्वागत छ। अनि भोलि चाहिँ म चाहिँ यहाँदेखि बनारसदेखि बोधगया जाँदैछु। बोधगया भनेको चाहिँ जुन सिद्धार्थ गौतम बुद्धले बोधि ज्ञान प्राप्त गर्नुभएको ठाउँ हो। त्यसैले यो ठाउँ चाहिँ धेरै नै प्रिसियस, धेरै नै महत्त्वपूर्ण मानिन्छ सम्पूर्ण बुद्धिस्टहरूको लागि। त्यसैले धेरै देशबाट त्यहाँ मान्छेहरू तीर्थयात्राको लागि आउनुहुन्छ। अनि भोलि बिहान चाहिँ म बिहानै यस्तै 5 बजेतिर नै म यहाँदेखि निस्किँदैछु। अनि यो भिडियोको अन्तसम्म रहनुहोला। म त्यहाँतिरको वातावरण, दृश्यहरू सबै मैले क्याप्चर गरेर देखाउने कोसिस गर्छु। अनि अन्तसम्म रहनुहोला है त। गुड मर्निङ सबैजनालाई। अनि अब चाहिँ म रेडी भइसक्यो। अब यहाँदेखि निक्लिँदैछु। भर्खरै त स्टेसनमा आइपुग्यो। अनि यो चाहिँ हो वाराणसीको स्टेसन। अब यस्तै 10-15 मिनटपछि यस्तो ट्रेन आउँछ। अनि त्यसपछि बोधगयामा पुग्छ दिउँसो 10:30तिर। यस्तो यहाँदेखि 4-5 घन्टा मात्रै लाग्छ, धेरै टाढो होइन। यो चाहिँ भयो प्लेटफर्म नम्बर 9। अनि प्लेटफर्म नम्बर 9मा चाहिँ मेरो गाडी चाहिँ प्लेटफर्म नम्बर 9मा आउँछ। अनि यहाँ चाहिँ एकछिन माथि नै बस्नुपर्छ। यहाँ उनीहरूले एनाउन्स गर्छ, ट्रेनको नम्बर भन्छ र कुन प्लेटफर्म नम्बरमा आयो भनेर भनिन्छ। अहिले यहाँ म्यापमा देखाएको अनुसारले चाहिँ मेरो प्लेटफर्म नम्बर चाहिँ 9 रहेछ, तर कन्फर्म भएको छैन। पछि उनीहरूले मेन्सन गरिसकेपछि मात्रै थाहा हुन्छ है। सो म यतै पर्खिरहन्छु। मेरो ट्रेन चाहिँ अहिले यता हो, अहिले वाराणसी जङ्सनमा आएको छैन। अनि यता वाराणसी जङ्सनमा चाहिँ प्लेटफर्म नम्बर 1देखि लिएर 9सम्म रहेछ होइन। अनि यहाँ चाहिँ हामी कन्फ्युजन नहुनको लागि चाहिँ हामी यसै माथि यहीँ रोकेर बस्नुपर्छ। अनि कुन प्लेटफर्ममा आउँछ उनीहरूले मेन्सन गर्छ। मेन्सन गरिसकेपछि चाहिँ हामीले कन्फर्म गर्न सकिन्छ। नत्र कहिले म्यापमा एप्समा अर्कै देखाउँछ र प्लेटफर्म नम्बर अर्कैमा आउँछ। त्यतिखेर चाहिँ फेरि ट्रेनहरू चाहिँ यहाँ 5-10 मिनट 15 मिनट मात्रै रोक्छ। त्यसैले हामी सबसे बेटर आइडिया भनेको यो माथि नै पर्खिने। यो माथि पर्खेर चाहिँ कुन प्लेटफर्म नम्बर आउँछ त्यो सुनेर चाहिँ गएको चाहिँ अलि राम्रो हुन्छ, बेटर हुन्छ। त मेरो ट्रेन चाहिँ आइसकेछ यता। अनि अब जान लागेको छु। त्यही हो। अनि AC2 हो। अनि AC2 खोजिरहेको छु अहिले भनेर। यो सबै जेनरल सिट हो। अनि यहाँदेखि चाहिँ AC2 खोज्दैछु। म चाहिँ अघि यता AC2 चाहिँ पछि होला भनेर पछाडि हेर्न गएको, पछि छैन रहेछ, यता अगाडितिर रहेछ। SA1 यही हो। मेरो चाहिँ सिधै यता सिट पायो है, 19मा मेरो सिट। अनि यो माथि चाहिँ मान्छे सुतिरहेको रहेछ। सो मैले लाइट बालेन। अब यता बेडसिटहरू दियो मिलाउने। अनि बेडसिट मिलाएर चाहिँ एकछिन आराम गर्ने। बिहानै 4 बजी उठेको। अनि अलिकति सुत्ने यस्तै। अब उता पुग्ने चाहिँ 10:30-11तिर पुगिन्छ होइन। त्यसैले अब एकछिन आराम सुत्ने। यस्तै 8-9 बजीतिर उठ्ने। अब चाहिँ यता गया स्टेसनमा आइपुग्यो। अनि अहिले ट्रेनभित्र नै छु। अब रोक्न लाग्यो। यो ट्रेनभित्र हुँदाखेरि नै एउटा ट्रेनकै बारेमा अलिकति भन्नुपर्दाखेरि है, इन्डियामा अब तपाईँ जति टाढा ट्राभल गरेर पनि सबसे राम्रो व्यवस्था भनेको ट्रेनभित्र हो क्या। अनि आरामले सुतेर पनि जान सकिन्छ।
अनि त्यसै गरी अब केही खानाहरू भयो नि पाइन्छ। अनि त्यसै गरी अब पैसा पनि एकदम सस्तो हो। ट्रेनमा सबसे सस्तो यताउता तपाईँ ट्राभल गर्नुभयो भने सबसे सस्तो ट्रेनमा हो। अनि सेभिङ पनि हुन्छ अनि सुविस्ता पनि ट्रेनमै हो कि। जस्तै यहाँ यसरी सुतेर जान पाइन्छ होइन। यो चाहिँ 2 टायर हो। ट्रेनमा 3 प्रकारको हुन्छ, 1 टायर, 2 टायर अनि 3 टायर। अनि जेनेरल अनि त्यसै गरी फेरि अर्को त्यतिकै पस्ने पनि हुन्छ। त्यतिकै पस्ने मात्रै, जस्तै गाडीतिर हामी अब गाडीतिर जान्छ त्यो जस्तै। अनि त्यस्तो पनि हुन्छ। अनि यो चाहिँ म अहिले आएको चाहिँ 2 टायरमा हो। 2 टायरमा चाहिँ एसी हुन्छ। अनि यस्तो माथि र मुनि दुईवटा मात्रै हुन्छ, लोवर र अप्पर बर्थ र लोवर बर्थ दुईवटा मात्रै हुन्छ। अनि 3 टायरमा चाहिँ एसी हुन्छ। अनि त्यस्तोमा चाहिँ 3वटा हुन्छ कि बिचमा मिडल बर्थ अनि अप्पर बर्थ अनि लोवर बर्थ यसरी हुन्छ। अनि 1 टायरमा चाहिँ मलाई थाहा छैन, आई डोन्ट ह्याभ एनी एक्सपिरियन्स। अनि फेरि प्राइस चाहिँ अलिकति यस्तो जेनेरल भनेको चाहिँ अरू बेला ट्रेन हामी यताउता जाँदाखेरि चाहिँ छेउछाउमा भयो जेनेरलमा गए ठिकै हुन्छ। यस्तो ग्रुपहरू भए पनि जेनेरलमा गए धेरै राम्रो हुन्छ। अनि त्यो चाहिँ एकदमै मान्छेहरू अब आउँछ, कति मान्छे वेटिङ लिस्टमा भएको हुन्छ त्यस्तोहरू पनि आउँछ। अनि माग्नेहरू सफा गर्ने यस्तो धेरै आउँछ है। त्यसैले अनि जेनेरलमा भन्दा नि अब यो एसीमा चाहिँ अब एकजना मात्रै यताउता ट्राभल गर्नु पऱ्यो भने अनि यस्तो एसी 3 टायर 2 टायरतिर गयो भने धेरै महँगो नि पर्दैन। अनि सेफ फिल हुन्छ कि आफूले सेफ फिल हुन्छ एकजना भने त्यस्तो हुन्छ। अनि अब जेनेरलमा त अब आफ्नो ब्याग छ भने मान्छे कति हुन्छ है। अनि कहिले बाथरुमतिर जानु पऱ्यो भने आफूले सेफ फिल हुँदैन जे होस् हो त्यस्तो हो। अब चाहिँ यता रोकिसक्यो, अब म चाहिँ जाने। ओके गाया स्टेसन है। यस्तै म चाहिँ अहिले एक्लै आएको छु है। अनि यस्तै एकजना मात्रै यस्तो ट्राभल गर्दा चाहिँ धेरै कुरा सिक्छ कि, धेरै कुराहरू एक्सपिरियन्स हुन्छ। त्यस्तो एक्सपिरियन्स गेन भएर चाहिँ धेरै कुराहरू सिक्छ। सो लगभग यस्तो 2-3 वर्ष भयो, 2 वर्ष जति भयो एक्लै ट्राभल गरिरहेको छु। अनि यो अन्तरभित्रमा चाहिँ मैले धेरै कुराहरू थाहा पायो, के रहेछ कसो रहेछ। सो यहाँ चाहिँ कहिले पुग्ने ट्रेन सबै कहिले छ। हेलो एभ्रिवान, गुड मर्निङ। अनि हिजो चाहिँ यता बोधगया चाहिँ हिजो नै आइपुग्यो है। तर हिजो केही पनि मैले क्लिपहरू केही लिन पाएन। अनि आज टेम्पलको दर्शन चाहिँ अहिले गर्न गइरहेको छु। अनि यता लाइनहरू धेरै छ, हेर्नुहोस् तपाईँहरू देख्न सक्नुहुन्छ। त्यो सबै भित्र जानको लागि माथिदेखि चेक गर्दै पठाउँछ। अहिले चाहिँ यता मोबाइल राख्ने ठाउँमा छ। त्यो मोबाइलहरू सबै यता राख्नुपर्छ। भर्खर यता इन्टर गर्न पायो है। अब चाहिँ भित्र जाँदैछु। अनि मान्छेहरू यति धेरै लामो रहेछ लाइनहरू। लास्ट अघि नै उता पनि चेक थियो, यहाँ पनि चेक छ। चेक गर्ने ठाउँ चाहिँ 2वटा छ यता। त्यो भित्र चाहिँ क्यामेराहरू मोबाइलहरू केही पनि अलाउड छैन। तर टिकट काटेर चाहिँ
यस्तो लान पाइन्छ, जुन टिकटलाई चाहिँ 100 रुपियाँ हो। मैले चाहिँ यता टिकट काटेर लिएर आएको छु, त्यसैले लड्छ। अनि इन्ट्री गर्ने मेन गेट भयो यो बोधगयाको चाहिँ। हो त आन्टी होइन न अहिले चाहिँ हामी भित्र दर्शनको लागि जाँदैछौँ अनि अघिदेखि लाइन बस्यो अनि मान्छेहरू लाइनमा छ। यो चाहिँ मेन टेम्पल हो बोधगयाको। देख लीजिएगा
चाहिँ हामी यता ध्यानहरू यता मलमपा ध्यानहरू सबै सकेर चाहिँ बसिरहेको छु। अब हामी बिस्तारै यहाँदेखि जाने। हेर्नुहोस् जुन बुद्धले बोधि वृक्ष मुनि बोधि प्राप्त गर्नुभएको यही ठाउँ हो। यही ठाउँ तपाईँ यो बोधि ट्री, यो चाहिँ बोधि वृक्ष अनि यही मुनि प्राप्त गर्नुभएको उहाँले बोधि ज्ञान प्राप्त गर्नुभएको। सबैजना आफ्नो ध्यानमा हुनुहुन्छ। धेरै देशबाट मान्छेहरू भक्तहरू आउनुहुन्छ। सबै आफ्नो हिसाबले पुण्य आर्जन गरिराख्नुभएको छ। कुनै ध्यान गरिराख्नु भएको छ भने कुनै ढोगिराख्नु भएको छ, कुनै पढिराख्नु भएको छ, कुनै मन्त्र जप गरिराख्नु भएको छ। यो चाहिँ त्यो टॉल फेंका गया, एक धा टॉल फेंका गयो, 500 टॉल फेंका, 7.5 दान बसा, ज्यादा दान यो कितना पाता है, भूख पाता है, ओ दान ज्यादा दन बसा, अच्छा है, या बुद्धा नवामी, दावा नवामी, संगा नवा, दान ज्यादा हो जाए ये समझते। ओके, हिंदुस्तान बुद्धा की जमी है, अच्छा है, दान ज्यादा 7.5 दन बसा, युवा गन बसा, उड़ान के गाता है, चबेट के गाता है, अच्छा होता है दान। ओके, बुद्धा नवामी, जमा नवामी, आशीर्वाद ज्यादा करे, ओके, साथ, ओके, अच्छा है, या माँ, या करी, घूम जा, नोपन नोंद, द संगन करी ताता रस, द संगन करी जागी मार, शायद निजंग आचर्य है दूसरा, निजंग आचर्य, संगन करी, निजंग, या माँ, बारिश शुरू हुआ था ना? अहिले चाहिँ हामी यता नेपाली मार्केटमा छु। यतै अहिले चाहिँ हामी यता 80 फुट बुद्धको स्ट्याचु भएको ठाउँमा आएको छु। एज यु क्यान सी हियर है। अनि यहाँ पनि मान्छेहरू धेरैजना आएको छ, धेरै बौद्ध अनुयायीहरू आएको छ। पढ़ो अहिले चाहिँ हामी यता निङ्मो गुम्बाको दर्शन गर्न आएको। अब दर्शन भइसक्यो अनि भित्र चाहिँ देखाउनु पाएन, हामी दर्शन गरेर आइसकेको है बाहिर। यता ब्युटिफुल त्यो छ।